माथि दिएको रातो रङको क्वेसनलाई जो सही उत्तर दिन्छ त्यसको म नाम अघिल्लो भिडियोमा लिन्छु। के साथीहरू तपाईँहरूलाई यो वर्ग समीकरणलाई सूत्र प्रयोग गरेर कसरी हल गर्ने भन्ने कुरा आउँछ? यदि आउँदैन भने आज हामी यस भिडियोमा यसै कुरामा छलफल गर्नेछौँ। सबभन्दा पहिला हामीले यसलाई ax² + bx + c सँग तुलना गर्दा a को मान कति आउँछ त? a = 1, b को -5 अनि c को 6। अब हाम्रो फर्मुला के छ त? मेन फर्मुला x = -b ± √b² - 4ac हो बाई 2a। ठीक छ। अब abc को मान राख्ने। यहाँ -b छ, अब -5 आउँछ भने माइनस प्लस भइहाल्छ त, +5 ± √b² छ त -5 को होल स्क्वायर गर्दा 25 हुन्छ अनि 4ac त 4 × 1 × 6 गर्दा कति आउँछ त 24 बाई 2 × 1 गर्दा 2 हुन्छ। 5 ± यहाँ 1 हुन्छ त √1 को भ्यालु 1 नै हुन्छ त 5 ± 1/2। अब हामी यहाँ हेर्न सक्छौँ, यहाँ पोजिटिभ र नेगेटिभ दुवै साइन छ त एकचोटि हामीले पोजिटिभ साइन लिएर एकचोटि नेगेटिभ साइन लिएर हल गर्नुपर्छ। त एकचोटि पोजिटिभ साइन लिउँ। ठीक छ। यहाँ x = 5 + 1/2 हुन्छ, यो 6/2 हुन्छ अनि एन्सर आउँछ 3। अनि एकचोटि नेगेटिभ साइन ल्याउँ। x = 5 - 1/2, यहाँ 4/2 आउँछ अनि एन्सर आउँछ 2। हाम्रो x को भ्यालु निस्कियो 3 र 2। आजका लागि यतिकै। यस्तै म्याथ्सका सोलुसनहरू सिक्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु।